अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुह। आदरणीय दाई भाई दिदी बहनीहरू हो, म तपाईँहरूको सामनेमा अजानको सम्बन्धमा केही कुराहरू राखेका थिएँ। अब अजानको जवाब दिने, अजान जो हामी सुन्छौँ त्यसको जवाब दिनु वा नदिनु, इकामतको जवाब दिनु वा नदिनु, यदि दियो भने त्यसको के पुण्य भेटाउँछ, त्यस सम्बन्धमा केही कुराहरू राख्दैछु। त सुन्नुहोला। तर त्यो कुरा सुरु गर्नुभन्दा अगाडि अजानका केही नियमहरूमा यो कुरा आएको थियो कि अजान दिँदाखेरि तरज्जी दिनु। जैसा कि तरज्जीको अर्थ के हुन्छ कि शहादतका वाक्यहरूलाई पहिला मसिनो स्वरले भन्नु। तरज्जीको अर्थ के हुन्छ? शहादतको वाक्यहरूलाई मसिनो स्वरले भन्नु, फेरि ठुलो स्वरले भन्नुलाई तरज्जी भनिन्छ। अजान दिँदाखेरि जब अल्लाह अक्बर अल्लाह अक्बर अल्लाह अक्बर अल्लाह अक्बर जब भनेपछि त्यसपछि के भन्छ? अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह। त यो चाहिँ के छ? पहिले मसिनो स्वरले भन्नु, यानी अशहदु अल्ला इलाहा इल्लल्लाह पहिलो मसिनो स्वरले भन्नु, त्यसपछि ठुलो स्वरले भन्नुलाई चाहिँ तरज्जी भन्छ। त अब म तपाईहरुको सामनेमा चाहिँ के छ? आजान र तकबीरको जवाब दिनु सम्बन्धमा कुराहरू राख्दैछु। यस सम्बन्धमा हाम्रो सन्देशवाहकबाट के कुराहरू आइएको छ भनेर र हाम्रो सन्देशवाहकले हामीहरूलाई के आदेश दिनुभएको छ त्यतातिर ध्यान दिनु है। त सुन्नु होला। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमको शुभ भनाइ छ, जब मुअज्जिनले अल्लाहु अक्बर भन्छ भने तिमीले पनि अल्लाहु अक्बर भन, तथा जब अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह भनोस् भने तिमीले पनि यही भन, तथा हय्या अलस सलात र हय्या अलल फलाह। यो कुरालाई फेरि सुन्नु होला। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को शुभ भनाइ छ कि जब मुअज्जिनले अल्लाहु अक्बर भन्छ भने तिमीले पनि अल्लाहु अक्बर भन, तथा जब अशहदु अल्ला इलाहा इल्लल्लाह भन्छ त तिमीले पनि अशहदु अल्ला इलाहा इल्लल्लाह भन, र जब अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह भन्छ भने त तिमीले पनि अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह भन, तथा हय्या अलस सलात र हय्या अलल फलाह भन्दाखेरि ला हौला वला कुव्वता इल्ला बिल्लाह भन। जब अल्लाहु अक्बर भनोस् भने तिमी पनि यही भन, तथा जब ला इलाहा इल्लल्लाह भनोस् भने तिमी पनि यही भन। जुन मानिसले साँचो मुटुले यसलाई भन्ने छ त्यो जन्नत स्वर्गमा प्रवेश गर्ने छ। यसबाट यो सिद्ध हुन्छ कि अस्सलातु खैरुम मिनन नौम को जवाबमा अस्सलातु खैरुम मिनन नौम नै भन्नुपर्छ। आदरणीय दाई भाइहरू, यो हदिसबाट के प्रश्न भयो कि जब मुअज्जिनले आजान दिन्छ भने त मुअज्जिनले जुन तरिकाले आजान दिन्छ, जुन वाक्यहरू भन्छ, ती वाक्यहरू सुन्ने व्यक्तिहरूले पनि भन्छन्, सिवाय हय्या अलस सलात र हय्या अलल फलाह को ठाउँमा। यानी हय्या अलस सलात को ठाउँमा ला हौला वला कुव्वता इल्ला बिल्लाह, त्यस्तै चाहिँ हय्या अलल फलाह को ठाउँमा ला हौला वला कुव्वता इल्ला बिल्लाह भन्ने छ। र अस्सलातु खैरुम मिनन नौम अर्थात फजरको नमाजमा पनि चाहिँ के छ रे? अस्सलातु खैरुम मिनन नौम नै भन्नुपर्छ। अब तकबीरको जब इकामत सुरु हुन्छ, जमात सुरु हुन्छ, त त्यो बेलामा मुअज्जिन जो तकबीर भन्छ त्यो बेलामा हामीले के भन्ने हो त्यसको बारेमा पनि हाम्रो सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भनाइ छ कि मुअज्जिनको आवाज सुन्दाखेरि त्यस्तै भन जस्तो कि मुअज्जिनले भन्छ, र आजान सकेपछि म माथि दरुद पठाऊ
जुन मानिसले म माथि एक पटक दरूद सरी आदरणीय दाइ भाइहरू एक प्रकारले फेरि सुन्नु होला अजान जस्तै तकबीरको पनि जवाब दिनुपर्छ कदकामती सलातको जवाबमा अकामहल्लाहु अदामह भन्नु असल हदिसबाट सिद्ध छैन जब तकबीरको लागि मुअज्जिन उभिन्छ भने त हामी पनि मुअज्जिनले भन्ने कुराहरू हामीले पनि भन्नेछौँ तर हाम्रो समाजमा जो कदकामती सलाको ठाउँमा मान्छेले अकामहल्लाहु अदामह जो भन्छ त त्यो कुरा चाहिँ हाम्रो सन्देशवाहकबाट सिद्ध छैन साबित छैन प्रमाणित छैन त्यसैले गर्दा हामीले पनि कदकामती सलाको ठाउँमा कदकामती सलात नै भनौँ र त्यसको लागि अकामहल्लाह अदामह भन्नुको आवश्यकता छैन आदरणीय दाइ भाइहरू हो हाम्रो सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अनुसरण गर्न हामी एक मुस्लिम हुनको कारणले अति नै जरुरी छ त म जो कुराहरू तपाईहरुको सामनेमा राख्दैछु त्यो सबै कुराहरू हाम्रो सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमबाट प्रमाणित सही अहादिसको प्रकाशमा राख्दैछु आशा छ कि यो कुराहरू मेरो र तपाई र मुस्लिम समुदायहरूको लागि लाभदायक प्रमाणित हुनेछ अल्लाह ताला मेरो यो कार्यलाई स्वीकार गरोस् आमीन सल्लल्लाहु ताला अला नबी मुहम्मद व बारिक वसल्लम तस्लीमन कसीरा।